नमस्कार साथीहरू। आज हामी तपाईलाई लिएर आएका छौं नेपालको नारायणी घाट नजिकै रहेको सुन्दर सहर गैंडाकोटमा। नारायणी नदीको किनारमा अवस्थित गैंडाकोट प्राकृतिक सौन्दर्य र शान्त वातावरणका लागि निकै प्रसिद्ध छ। यहाँको हरियाली, खुला वातावरण र व्यवस्थित बस्तीले जो कोहीलाई पनि आकर्षित गर्छ। गैंडाकोट अहिले तीव्र रूपमा विकास हुँदै गएको सहर हो। राम्रो सडक सञ्जाल, आधुनिक संरचना र सुविधाहरूले यसलाई बसोबास र घुमफिरका लागि अझ सहज बनाएको छ। अब कुरा गरौँ टेचा चोकको। यो क्षेत्र गैंडाकोटको एक महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ, जहाँ व्यापारसँगै शिक्षा क्षेत्र पनि तीव्र रूपमा अघि बढिरहेको छ। टेचा चोकमा विभिन्न कलेजहरू रहेका छन्, जसले स्थानीय विद्यार्थीहरूलाई आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिइरहेका छन्। शान्त वातावरण र राम्रो शैक्षिक माहौलका कारण यहाँ अध्ययन गर्न निकै उपयुक्त मानिन्छ। यसरी प्राकृतिक सुन्दरता, विकास र शिक्षाको संयोजनले गैंडाकोटलाई एक उत्कृष्ट सहर बनाएको छ। धन्यवाद।